Hello friends, once again welcome back to my vlog. So आज पनि म फेरि नयाँ vlog लिएर आइसकेको छु and अहिले चाहिँ म मम्मीसँग घाँस काटेको छु. बिफोर घाँस काट्न जानु भन्दा अगाडि म चाहिँ यहाँ मेरो बिहानको सेलरोटी भने नि के रे मम्मी के अरे फ्ल्याम्पा खाना आटेको छु. यो चाहिँ के ल्याउने भने नि मैदा अनि सेलरोटीले बनेको भाइसँग अचार खाइरहेको छ. यहाँ चाहिँ आलु तर्कारी थियो मन बनाउनुभएको त्यो भाइले सबै खाएर गएछ. बिराउनु चाहेको छ. अब चाहिँ म यो खाएर जान्छु घाँस काट्न. त्यो गाइस म चाहिँ भर्खर खाजा खाएर अब खै मेरो सर्ट लाएर टोपी लाएर हामी चाहिँ चल्छौँ घाँस काट्न. अब चाहिँ हाम्रो लग भइसक्यो. यस्तो हुन्छ गाउँमा बसेपछि. चप्पल पोहोरको लुगा यो मेरो कलेजको सर्ट. त्यसपछि अब म सर्ट लाउँछु. अब सर्ट लाऊँ. ओके अब म चाहिँ रेडी हुन्छु. फर्स्टमा टोपी लाउने. टोपी चाहिँ किन लाउने भने मुख देखाइदिँदैन. टोपी चाहिँ के अरे घामबाट बच्नको लागि यस्तो गर्ने यस्तो गर्ने होइन. त्यसपछि यस्तरी बटार्ने. क्लिपले टाइप त्यसपछि सर्ट लाउने. सर्ट चाहिँ यस्तो दाउरा घाँस कोठाले गर्दा लाउनुपर्छ किनभने यो जुन हाम्रो यो हुन्छ नि यो के अरे बाउल हुन नि त यहाँ यो सर्टलाई स्किन प्रोटेक्ट गर्छ नि त. त्यही भएर सर्ट चाहिँ लाउनु पर्यो. लाउनु भने आज हुनु पनि. सो मेरो सर्ट चाहिँ डर्टी छ. डन्ट माइन्ड इट. गाउँमा यस्तै हो. कहिले सफा भइँदैन गाउँमा चाहिँ जहिले फोहोर हो होइन. म चाहिँ रेडी भएँ. खाजा नेक्स्ट केरा अनि हाल्छु. यो भित्र घरको केरा है यति धेर छ. आमामा केरा त अಯ್यो केरा दिएको गाइसले एकचोटि कल गरेछ अहिले फोन साइडमा छ हजुरको. यहाँ छ केरा. सो यहाँ अब चाहिँ हामी लागेको यो जाल चाहिँ किन लाग्यो भने मुनि पठा कुखुराहरू छिर्छ नि त. छिरेर यहाँ बिगार गर्छ. त्यही भएर यो चाहिँ लाउनुपर्छ. अनि कहिले अड्किन्छ पनि. स्विच अफ. अब चाहिँ हामी जाँदैछौँ खरकचक्को लाएर. बिजी भन्यो कोहीसँग व्यस्त होला बोल्नु. छाप्रो धर. अब हामी चाहिँ यतातिर जान्छौँ घाँस काट्न. कानले घाँस काट्नु पनि भारी कहिले पुग्दैन. पुगिहाल्छ नि खानाभन्दा अल्गो घाँस हो के. त्यही पनि मलाई भारी पुर्याउनै सक्दिनँ. म एक्लै घाँस काट्यो भने चाहिँ मलाई 3-4 घन्टा लाग्छ भारी पुर्याउन सकिँदैन. 15 मिनटमै पुग्छ भारी. राइट. गाउँमा बसेकोले म सक्छु त है. हजुरले सक्नुहुन्छ. हामी चाहिँ सक्दैन. त्यो के अरे छिपला बित्तामा कस्तो घाँस त्यसलाई चाहिँ कस्तो घाँस भन्छ डाले घाँस. डाले घाँसमा चाहिँ अलिक छिटो भारी पुग्छ. कानले घाँस चाहिँ कहिले भारी पुग्दैन हाम्रो. यहाँ त्यही हो. अब चाहिँ हामी हिँडेको. हाम्रो कचिया र नाप्री रेडी भइसक्यो. यो हो हाम्रो निबुवा
अमिलो जति खानु मन पऱ्यो त्यो खाए हुन्छ यति धेरै चाहिँ नहीं गरी ये ढेर सारे हैं हमारे पास नींबू है जब मन करे तब खाए और शुरू हो जाए रे गाइस मी चाहिँ हिँडिसक्यौँ अनि यो तार चाहिँ के भने नि यो चाहिँ हाम्रो तल मस्यामबारी छ त्यो मृगलाई ढपाउनलाई सुन्छ त्यत्रो जस्ता छ के ठकिन्छ ड्याडी चाहिँ यता जङ्गलमा जानुभएको छ उ गर्न बाख्रा चराउन भाइ गएको छ मन ढिला लिन हेर्दै यो फुलको बत्ता मान्छे हुन्न अलगा यो चाहिँ ठुलो खाले फुल रहेछ दुईटै त्यो कोपिला छोड्ने चाहिँ सानो खाले हिजो पनि यहाँ गुडेको मान्छे नै गोरु भनेर हिँडेर गुडेको यसलाई भन्छ हली डाँडे ए डाँडे पो त डाँडे चलाउने मान्छेलाई चाहिँ हली भन्छ है फुल यस्तो हजुरहरूको फुले के हाम्रो चाहिँ यस्तै छ भने हजुरहरूको फुल फुल्नु थाल्यो किन हाम्रो चाहिँ यस्तो भने नि कोपिला पनि निस्किनु थाल्यो होइन त्यसलाई भन्छ बोडी डु वान इट यत्रो पिक्चरकै बोडी निस्किँदैछ यहाँ त ठुलो भइसकेछ अनि यसलाई यस्तो गरेर खानुपर्छ सुङ्गाले जाने कि घाँस काट्ने यति सिलाइ गर्नु यस्तो कहिले भएर धनियाँ त चल्दै जानु त तिमीलाई कहिले भएर पुग्नु त त्यही त भएर पुग्नु अनि तल घाँस काटेर होइन यो मासु गर्नुपर्ने यो हाम्रो होइन फेरि यत्रो चारमा कहिले गरिसक्छ बल्ल बल्ल घुऱ्यो नि त पर को चारमा गरिसक्यो फेरि यहाँ गर्नु होइन सो स्याड हामी चाहिँ हाम्रो घाँस काट्ने ठाउँमा आइपुगेको छौँ मैले यो घाँस काट्नुहुन्छ अरे म चाहिँ यो लिखमाको पाठ यसरी सुर्किने काम मेरो सुरु गर्नुपर्छ भनेपछि गाइज मैले चाहिँ मेरो फोनलाई झरेन यस्तोरी उखुमा बाँधेको छु म हजुरलाई भएर देखाउँछु निकै खर्चायो यसरी खर्चाइन्छ यस्तो गर्ने त्यसले टाइप गर्ने अनि रोल घुमाउने त्यसपछि हुन्छ त्यति एक मुठा भयो यसले यो खरले बाँधेर यहाँ राखेको थिएँ स्ट्रगलिङ भन्छ यसलाई गाइज के स्ट्यान्ड राख्ने छैन अनि यति मैले घाँस काटेको त्यो 2 मुठा अनि यो यति घाँस
बजेर म चाहिँ लाग्यो छुट्टी मम्मीले भारी पनि ल्याइसक्नु भयो यहाँ कति गरी हाल्नुभयो यहाँ 5 खाले यहाँ तिमीलाई किन्नु म 5 सर म चाहिँ 5 मिनट भारी बोक्छु भनेको मलाई दिने भएन 1000 मिनट बोक्नु भने बोक्ने रे अब चाहिँ म भारी बोक्नु लागि चाहिँ मैले भारी बोक्छु के अरे बोकिसक्नु भयो भारी चाहिँ बोक्नु यस्तरी ए कहाँ माथि गयो तल उठी ड्याङ मेरो चाहिँ नाम चाहिँ लागेको भारी बोकेर चाचार उठा डर गर्दा कि त्यस्तै भएर गाले नसकेर डर गर्दा I'm feeling it. अब यहाँ घर पुग्न मेबी 7 मिनट लाग्छ चबल सुरु गरौँ अयो यहीँतिर जाने मम्मी यो चुङ्गा लडा मोबाइल लडे त कान्छी गाइस मेरो पनि लडा भयो यहाँ राखेको लडेर ढङ्स अब म राख्दिनँ चाचुङ खालेको हामी चाहिँ बल्ल यहाँ मासी आधी गरिसक्यौँ अब चाहिँ छेउमा पिचिक्क गढ्यौँ रात पर्यो अब चाहिँ जान आँटेको घर जान आँटेको दिनु दाडी हिँड्नु मम्मी पानी लगेको अब हामी लाग्यो माथि कस्तो दामीको जिनिस के त नाइस अब चाहिँ हामी हाम्रो भारी बोकेर घरतर्फ लाग्ने मम्मी मम्मी टन्न आउनु मन्तले टान्छ र घाँस पानी जानु पिपलको फेदमा हुन्छ गाइस लागि आफू चाहिँ ओके गाइस अब म घर पुग्छु विदिन 1 मिनट अब मैले चाहिँ म चाहिँ ब्लग यहाँ एन्ड गर्छु थ्याङ्क यू गाइस फर वाचिङ माई ब्लग एन्डिङसम्म हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू मैले आँखा बत्ती बोलेर बात देखिनँ ओके बाई गाइस सी यू नेक्स्ट ब्लग बाई बाई